हेलो एभ्रिवान, नमस्ते हजुरहरूलाई। सन्चै हुनुहुन्छ भनेर आशा गर्छु र म पनि राम्रै छु। र आज चाहिँ म कहाँ गएको थिएँ भने साथी हो, आज चाहिँ एउटा पार्टीमा गएको थिएँ। यो चाहिँ के पार्टी हो भने नि म हजुरहरूलाई एकदमै देखाउँछु। यहाँ सरलाई देख्दै हुनुहुन्छ नि, यहाँ सरको चाहिँ आज रिटायरमेन्ट हो है। र घरमा सानो पार्टी राख्नु भएको थियो र हामी चाहिँ अफिसबाट निस्केर पार्टी खान गयौँ। र यहाँ हेर्नुहोस् न, यी चाहिँ मेरा कलिग्सहरू हुन् है, मभन्दा त सिनियर हुन्। र हामी चाहिँ यहाँ बसेर चाय पानीहरू खाइरहेका थियौँ, पकौडा स्न्याक्सहरू। र यहाँ पनि स्टाफहरू हुनुहुन्छ र यहाँ सरले चाहिँ राम्रो एरेन्जमेन्ट गर्नुभएको रहेछ, सानो भए पनि घरको छतको निचे। अनि हामी चाहिँ ठिकठाकै टाइममा पुगेका थियौँ र सबैलाई भोकै लागिरहेको थियो। यहाँ चाहिँ भाइ हाम्रो फोटो उठाइराख्नु भएको, भिडियो गरिराख्नु भएको है। र हेर्नुहोस् न, 60 इयर्स हुनुभयो सर आज, र 32 इयर्स सर्भिस कम्प्लिट भयो सरको आज, र रिटायरमेन्ट जानुभएको। र हामीलाई त अलिकति खराब लाग्यो, अब आफूभन्दा सिनियर होइन, सिनियर भनेको सिनियरै हुन्छ र सबैलाई एक दिन त यस्तो आउँछ होइन, एक दिन रिटायरमेन्ट त हुनै पर्यो होइन। र हामी चाहिँ नि यो पार्टी खानको लागि एकदमै एक्साइटमेन्ट है, किनकि नि सर चाहिँ एकदम खानाको शौकिन हुनुहुन्छ र कस्तो राम्रो राम्रो आइटम बनाउनु भएको थियो भनेर हामी सबैजना एकदम एक्साइटेड भएर यहाँ मजा लिइरहेका, चाय पानीको पहिला चाहिँ, त्यसको बादै खाना खाने भनेर एकछिन चाहिँ हामी अब नास्ता पानी गरेर बसेका थियौँ। यहाँ एकदम मजाक गरेर मजा आइरहेको थियो। र यहाँ हेर्नुहोस् न, यहाँ दही र यो चाहिँ मिठाई हो है, यो चाहिँ म लास्टमा खान्छु भनेर अहिले एकदम हेरेर मात्रै राखेँ, मुखमा पानी आइरहेको थियो। र यो चाहिँ खाना एकदम लेआउट भइसकेको थियो र अब खानेको टाइम आइसकेको थियो साथी हो। र म चाहिँ पहिला खालि खाना हेरेँ, के आइटम बनाउनु भएको रहेछ, किनकि सर नि एकदम खानाको एकदमै ज्यादै इन्ट्रेस्टेड है खानामा चाहिँ। र हामी चाहिँ फाइनली खाना खान बस्यौँ। र खानामा चाहिँ के थियो भने नि, चिकन थियो, मटन थियो, फिस थियो, भेज सब्जी, पनिर, एभ्रिथिङ, पुलाउ सबै थियो। कस्तो राम्रो टेस्टी खाना, यहाँ मजा बसेर खायौँ हामीले चाहिँ। एकदमै मजा आयो साथी आजको पार्टी खाएर चाहिँ। अब पार्टी खाइसकेपछि लास्टमा मिठाई त खानै पर्यो होइन र। अब हेर्नुहोस् न, हाम्रो बिदाईको टाइम पनि भइहाल्यो है। खाइपिएर हामी चाहिँ हिँड्यौँ है साथी हो।